गुड मर्निङ सबैजनालाई। तपाईहरूलाई मेरो रबिन एडभेन्चर कास्टमा स्वागत गर्दछु। र आज हामी पोखरादेखि तुमलिङटार मनोकामनासम्मको यात्रामा छौँ। र तपाईहरूलाई हामी बाटोमा भएका विभिन्न सुन्दर डाँडाकाँडा, त्रिशुली नदी, हाइड्रो पावरदेखि लिएर विभिन्न रमाइला दृश्यहरूको अवलोकन गर्दै यस भिडियो मार्फत प्रस्तुत गर्नेछौँ। र हजुरहरूलाई नेचुरल भिडियोहरू मनपर्छ भने हामीलाई सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ। हामी यस च्यानल मार्फत यस्तै रमाइला दृश्यहरूका साथमा नेचुरल भिडियोहरू प्रस्तुत गर्ने गर्दछौँ। र यो चाहिँ रहेको छ मसिङदी हाइड्रो पावर। यो हाम्रो त्रिशुली नदीको किनारमा रहेको छ। र यहाँबाट चाहिँ एकदम त्रिशुली नदीको सुन्दर दृश्य देखिँदो रहेछ। अनि वरिपरिको वातावरण पनि एकदम राम्रो र त्रिशुली नदी एकदम सुन्दर र कलकल हरियालीसँगै बगिरहेको छ। र बाटो पनि एकदम राम्रो रहेको हुनाले हाम्रो यात्रा एकदम सहज र सरल रहेको छ। र वरिपरिका डाँडाहरू एकदम राम्रो छन् र बाटो पनि एकदम राम्रो रहेको छ। र ठाउँमा चाहिँ बाटो मर्मत भइरहेको हुँदा कच्ची पनि रहेछ। बाटो मर्मत भइरहेको छ र बाहिरको सेफ्टी बारहरू पनि बन्दैछन्। त्यही पनि बाटो मर्मत भइरहेको छ। र अन्य ठाउँहरू हेर्दा राम्रै छ, राम्रो लाग्यो। वरपरको दृश्यहरू, रोड वरिपरिका साना छाप्राहरू अनि बााउन्ड्री वालहरू एकदम रोडसँगै सटेर रहेका छन्। र हाम्रो यात्रा पनि यस्तै हुँदै हामी तुमलिङटार नजिक पुगिसकेका छौँ। यहाँबाट चाहिँ एकदम त्रिशुली नदीको सुन्दर र समतल दृश्यहरू देखिँदा रहेछन्। र घाम पनि भर्खरै उदाएको हुँदाखेरि घाम पनि राम्रो देखिएको छ। र